मैले उसको मेडिकल कलेजको शुल्क तिरे, तर उसले मलाई एउटी नर्ससँग साट्यो। शान्त बस, अब उसको पश्चातापको दिन आउँदैछ। मलाई सबैभन्दा महँगो रक्सीको बोतल चाहिन्छ। के तपाईँ यो तिर्न सक्नुहुन्छ? तिमीलाई जे मन लाग्छ त्यही अर्डर गर। म अहिले डाक्टर हुँ, बिर्स्यौ? यदि तिमीलाई यो मन पर्छ भने लैजाऊ। त्यसैले त म तपाईसँग छु मेरो प्यारा। हे भगवान, मैले एउटै झोलाको लागि 15,000 खर्च गरेँ। तर ठिकै छ, म डाक्टर हुँ, म तिर्न सक्छु। मलाई उसको निकै याद आइरहेछ। मैले त विश्वासै गर्न सकेकी छैन। उसलाई पढाउन मैले के मात्र गरिन र, तर आज उसले मलाई एउटी सडकको पसले भनेर फालिदियो। ए, मेरो झोला यता आऊ, मेरो सबै पैसा त्यही छ। ओए चोर, यो झोला यहीँ रहन्छ। मैले पाएँ, अब उसले चोरी गर्ने छैन। यो तिम्रो हो। हे भगवान, धन्यवाद। तपाईले मलाई ठूलो संकटबाट बचाउनु भयो। सबै थोक झोलामा छ नि। तपाईले मलाई धेरै सहयोग गर्नुभयो। म कसरी धन्यवाद दिने भन्ने नै थाहा छैन। यसको आवश्यकता छैन। हेर्नुहोस्, म यही बस्छु। म कफी बनाउन सक्छु। मसँग केही खाना पनि छ। पर्दैन, म त जान नै लागेको थिएँ। तपाईले मलाई भर्खरै सहयोग गर्नुभयो। कम्तीमा मलाई राम्ररी धन्यवाद दिन दिनुहोस्। ठिक छ त, त्यसो भए। मैले त सोध्न पनि बिर्सेँ, तपाईको नाम के हो? नरिवल। अनि तपाईको? आऊ प। भेटेर खुसी लाग्यो। अब म जानुपर्छ। आज मैले तपाईँलाई धेरै काम दिएँ। तपाईले मलाई सहयोग गर्नुभयो। थप केही बेर बस्नुहोस् न। माफ गर्नुहोला, म साँच्चै जानुपर्छ। भोलि बिहानै काम छ। धन्यवाद, साँच्चै। धन्यवाद भन्नु पर्दैन। शुभरात्रि।